हामी चाहिँ बिहान 5 बजी उठेर नन्दीमा सनराइज हेर्नुको लागि बाटो लाग्दा चाहिँ निकै साह्रै जाडो चियाको चुस्की लिँदैछौँ। हावा पोल्युटेड भएर होला त्यति साह्रो आँखा पोल्दो रहेछ कि आँखा हेर्नु नभएर चाहिँ एकछिन रोकेर यहाँ चिया सिया खायौँ। अहिले त्यहाँबाट अब चाहिँ यहाँबाट फेरि अगाडि लाग्छौँ। अब कति किलोमिटर छ? 9-10 किलोमिटर मात्रै। अब यहाँबाट 9-10 किलोमिटरको यात्रापछि हामी नन्दी हिल्सको सनराइजको दृश्य अवलोकन गर्न पाउनेछौँ है। बाटोमा हिँड्दाखेरि त हावाले फुकेर के मोबाइल निकालिसक्नु हुँदैन, त्यही भएर चाहिँ एकछिन रोकेको बेलामा चाहिँ सानो भिडियो क्लिप बनाएर जोड्नेछु तपाईँहरूलाई सँगसँगै भिडियोमा हामी सँगै मिलेर हेरौँ है त। 20 मा हिँडेको 40 मिनटमा यहाँ आइपुग्यो। बेङ्गलोरमा घाम झुल्केको हेर्नको लागि जाडो धेरै नै खानुपर्ने रहेछ। निकै चिसो सिरकले फुक्यो। यति साह्रो लक कामभित्र यो मधेसको जाडो यति साह्रो जाडो हुँदो रहेछ कि हुन्छ कि यो हाम्रोभित्र काम चाहिँ राम्रो छ नि त। मजाको हुन्छ यहाँनिर चाहिँ। यो बाटो त दार्जिलिङ जाने जस्तै लाग्यो। अलमोस्ट पनि भुँडी घटाउनलाई कुदेको कि भुँडी घटाउनलाई कुदेको कुद्दैछ। बाटो चाहिँ कालिम्पोङ जाने जस्तो लाग्यो। कालिम्पोङ जाने बाटो अब चाहिँ यो उहिलेको गेटबाट छिरिसकेपछि हामी नन्दी हिलको करिब पुगिसकेको आभास हुँदैछ। दामी ठाउँ। अनि मान्छेहरू हेर्नु सनराइज हेर्नुको लागि अघि आइपुगिसकेको छ। आम्मा हो, all are gathered to witness the beautiful sunrise over here. अनि यो गाडी चाहिँ कसरी छिर्यो? यति बेसी छिटो बिहान उठेर आउँदाखेरि पनि यत्रो बेसी मान्छे यहाँ अघि आइसकेको छ भने कति मान्छे टिकट लिएर पनि गेटबाट भित्र पसिसकेको छ। अनि हामी चाहिँ अब टिकट लिएर जानेछौँ। निकै टिकट काउन्टरमा छ। ल नितेन पनि टिकट लिएर आइपुगिसक्यो। अब जाउँ। अब चाहिँ हामी लाग्यो गन्तव्यतिर। जान्न जाँदै अहिले भर्खर गएको। हाम्रो टिकट पनि चेक भइसक्यो। अब हाम्रो टिकट पनि च्यातिसक्यो भन्दा हाम्रो टिकट पनि च्यातिसक्यो। यहाँ हेर्नुहोस् त स्कुटी बाइक टु व्हिलर कति बेसी। इन्डियामा पपुलेसन चाहिँ बेसी भएको चाहिँ त्यसै होइन। सिक्किमको एसएमटी वास जस्तो छ त। ढुङ्गा फेरि रेस्ट बनायो। नन्दी हिल्सको चक्लेटी ढुङ्गा। बेङ्गलोर चाहिँ चक्लेटी ढुङ्गाले भरिएको रहेछ। फाइनल्ली हामी नन्दी हिल्सकोमा आइपुग्यौँ।
तर अलिकति ढिलो भयो त्यति बेला आउँदा पनि ढिलो भएर घाम चाहिँ झुल्किसकेछ अनि अघि लागेकोले गर्दाखेरि चाहिँ राम्रो देख्नु पाइएन खै केही देख्दैन होइन हुनु चाहिँ खासै सनराइज चाहिँ लागेन यो भन्दा राम्रो सनराइज चाहिँ हाम्रैमा हुन्छ यहाँको मान्छेलाई चाहिँ यो पोल्युसनले गर्दाखेरि आकाश क्लियर नभएर घाम देख्दाखेरि चिज भएको मात्रै रहेछ अदरवाइज हाम्रोतिरबाट धेरै राम्रो सनराइज देख्न सकिन्छ जस्तै टाइगर हिलमा विभिन्न आकृतिमा घामलाई देख्न सकिन्छ भने त्यस्तै हाम्रो नर्मल साधारण ठाउँबाट पनि योभन्दा राम्रो सनराइज देखिन्छ यहाँ चाहिँ यो घामै नदेखेको हुनाले चाहिँ मान्छेलाई चिज भएर आउँदो रहेछ केही कुराको अनुभव भयो यति बेसी मान्छे यति घाम हेर्नलाई चाहिँ आउँदो रहेछ यहाँ यो डल्लै ढुङ्गा यो डल्लै भरि मान्छे औ हेर्नुहोस् यो घाम झुल्केको हेर्नु घाम हेर्न लागेको यी हेरिहाल्नुहोस् घाम जस्तो क्लियर पनि छैन पहेँलोले ढाकिसकेको अब नन्दी हिल्सको साइट सिन सकेर चाहिँ लाग्दैछौँ फर्केर बेङ्गलोर 1 घन्टा अब घन्टामा चाहिँ हामी 1 घन्टा अलिक बेसी होला बिहानै उठेर आइयो पहेँलो लागेको घाम देरियो त्यहाँबाट चाहिँ फर्क्यौँ दुई ठाउँ चिया खायौँ यस्तो रहेछ नन्दी हिल्सको सनराइज चाहिँ यस्तो हुँदो रहेछ भने बेसी हौसेको त फल्दैन Going back to Bangalore. बाटो दामी छ फेरिले